म त ट्रिपको सबैसँग प्रतिक्रिया लिन जाँदैछु। सबै एक एकजनासँग प्रतिक्रिया लिन्छु, फेरि लिन्छु। मैले रिटेक गरेको त्यही भएको कारण फेरि पनि प्रतिक्रिया लिनको लागि अगाडि म जाँदैछु। मेरो बुढीबाट स्टार्ट गर्छु म प्रतिक्रिया लिनको लागि। यो माछामुतो घुम्न जानको लागि चाहिँ तिमीलाई कस्तो फिल भइरहेछ मेरो बुढी भन त? एकदम रमाइलो अनि त्यस पछाडि के अरे एकदम एक्साइटेड न्यू इयर मनाउन जाँदैछु होइन। द्याट्स इट। तिमीलाई चाहिँ यो माछामुतो ट्रिपको बारेमा केही भन्नु छ? कस्तो लागिरहेछ? अहिले चाहिँ रमाइलो लागिरहेछ। अलि अहिले चाहिँ रमाइलो लागिरहेछ होइन। अब त्यहाँ पुगेपछि थाहा हुन्छ अब कस्तो कस्तो हुन्छ, रमाइलो नै हुनेछ भन्ने आशा छ। ओके, माछामुतो ट्रिप घुम्नको लागि नागानो किन जाँदैछौ? फर्स्ट टाइम जापानमा लङ टुर जाँदैछस्, कस्तो फिल भइरहेछ? मलाई एकदमै रमाइलो फिल भएको छ। म चाहिँ यो फर्स्ट टाइममा यो फर्स्ट ट्रिप हो फेरि हो। अब रमाइलो फिल भइरहेको छ र अब पुगिसकेपछि के हुन्छ होइन, त्यो जस्ट सायद आज रमाइलो होला, इन्जोय ल। तपाईँलाई चाहिँ यो माछामुतो ट्रिपमा छोरा सँगै लिएर जाँदा कस्तो फिल भइरहेछ? धेरै पछि एकदम खुसी लागिरहेछ मलाई। अलिक ठुलो एकदम खुसी लागिरहेछ कि मलाई भनिरहेको छु त। फर्केर यार भयो त। अब यो बहिनी चाहिँ नयाँ हामीसँग ग्रुपमा नयाँ जोइन भएको हो, उसको साथी हो। तिमीलाई चाहिँ यो टुरको बारेमा कस्तो एक्साइटिङ भइरहेछ, कस्तो फिल भइरहेछ? एकदम रमाइलो लागिरहेछ। अब इन्जोय गर्दै गर्दै जाने, रमाइलो गर्ने, ओके तपाईँहरूसँग जोडिएर खुसी लाग्यो। ओके, मैले चमेली भन्दाखेरि स्टार्ट ए ल सोध्नु न अनि तपाईँ क्वेसन सोध्नु। तिमीलाई चाहिँ यो भ्याकेसनमा कस्तो फिल भइरहेको छ? मलाई त यो भ्याकेसनको स्टार्टिङदेखि नै होइन, अहिले आजको यो दिन कहिले आउँछ भनेर पुरा पर्खिरहेको थिएँ होइन। तडपमा थिएँ, जस आज पुरा हुँदैछ। अब यहाँभन्दा अगाडि पनि रमाइलो गर्नेछौँ, बाँकी छ हाम्रो। तिमीलाई चाहिँ यो टुरको बारेमा कस्तो लागिरहेछ? एकदमै रमाइलो भइरहेछ, जाँदैखेरि पनि रमाइलो भइरहेछ, उहाँ पनि रमाइलो हुन्छ भन्ने आशा गरेको छु। रमाइलो हुन्छ, रमाइलो गर्छौँ हामी सबै मिलेर। ल धन्यवाद। एकदम धेरै रमाइलो रमाइलो धेरै रमाइलो। म्यानेजमेन्टदेखि लिएर कसरी चाहिँ अहिले यहाँसम्मको यात्राको बारेमा? अब यो नयाँ वर्षको यो हामी सबै साथीभाइहरूको घुमाइ माछामुतोको हाम्रो यो प्रस्थान लाई भनेपछि हाम्रो आराध्य देव पशुपतिनाथले रक्षा गरून्। अनि पछि एउटा तानुसी बनाउने छन् भन्ने आशा लिएका छौँ। अनि पछि अब वर्षभरिको थकान सबैको होइन, टाइम नमिल्ने अनि पछि भएर टाइम नमिल्ने भएको र अब यो टाइममा हामी सबैले यसो टाइम मिलाएर आएका छौँ। अब होप कि राम्रै हुनेछ अनि अझै सबैले रमाइलो अब सबैले इन्जोय गर्नेछन् भन्ने आशा छ। धन्यवाद।